मैले यहाँका मुसलमान साथीहरूलाई पनि के भन्छु भने तपाईहरु मुसलमानहरुले एउटा कुरो के बुझ्नुहोस् भने नेपालमा हिन्दू राज्य भयो भने तपाईहरु सुरक्षित हुनुहुन्छ नभए अन्यथा तपाईहरु सुरक्षित हुनुहुन्न यो कुरा यहाँका मुसलमान दाजुभाइहरुले पनि बुझ्नुहोस् किनभने यहाँका मुसलमानहरुले हिजो हामी गिल्ली डण्डा खेल्थ्यौं यहाँ डन्डी बियो खेल्थ्यौं तिहार मनाउँथ्यौं सबै कुरा गर्थ्यौं यहाँको मुसलमान दाजुभाइहरुसँग आज त्यो मित्रता कहाँ पुग्यो हाम्रो त्यसले गर्दाखेरि पुनः फेरि त्यो सद्भावलाई हामीले एक ठाउँमा ल्याउनु छ त्यसले गर्दाखेरि मलाई अहिले पनि स्पेशल माथिको आदेश छ माथिको सरकारको यहाँको त बिचारा केही छैन इन्स्पेक्टर साहब यही हुनुहुन्छ अप्ठ्यारो पार्दिनु हुँदैन हैन म अर्को पल्ट कुनै दिन समय मिलाएर फेरि गढीमाई माताको दर्शन गर्न आउँछु तर गढीमाई माताको र यो व्यवस्था फेरेर हिन्दू राष्ट्र कायम गराएर मात्रै म माताको दर्शन गर्न आउँछु अहिले म आउँदिन त्यो भन्दै म बिदा लिएँ सबैलाई धन्यवाद सत्यको आवाज जनताको विश्वास कोशी डिजिटल मिडिया www.kosidigital.com